लसो जति पनि मेरा यो योगफलका भिडियोहरू हेरिरहनुभएका सम्पूर्ण धर्ममित्रगण दर्शकवृन्दहरुमा म लामासँगेको तर्फबाट टसी दिलेक भन्दै म हजुरहरु समक्ष फेरि पनि 2 दिनको योगफलको भिडियोहरू लिएर उपस्थित भइसकेका छु। सर्वप्रथम त म हजुरहरु सबैजनालाई मेरो यो YouTube च्यानलमा स्वागत जनाउँदै साथै त्यस 2 दिनको योगफलको भिडियोहरू म सुरु गर्न चाहन्छु। र अब हामीले चारै त्यस 2 दिनको योगफलको भिडियोहरू के कस्तो रहेछ त भनेर हेर्नु पर्दाखेरि अब त्यस दिनको बार चाहिँ पर्न गएको रहेछ शनिबार अनि अंग्रेजी महिनाको चाहिँ तपाईको डिसेम्बर 6 तारिक अनि नेपाली महिनाको चाहिँ मंसिर 20 गते र तिब्बती महिनाको चाहिँ चेचुप दिन अर्थात 17 गते पर्न गएको रहेछ। अनि त्यस दिनको योगको फलहरू के कस्तो परेको रहेछ त भनेर अब हामीले हेर्नु पर्दाखेरि त्यस दिनको योगको फल चाहिँ साई ठेपा पर्न गएको रहेछ। अब साई ठेपा भन्नाले चाहिँ के कस्तो योग हो त भन्दाखेरि सा भन्नाले चाहिँ माटो अनि ई भन्नाले चाहिँ दुई माटो 2 को योग पर्न गएको रहेछ। अब त्यस योग चाहिँ के कस्तो योग हो त भन्दाखेरि अब त्यस योगलाई चाहिँ हामीले सिद्धि योग भनेर भन्ने गर्दछौं। अब सिद्धि योगमा चाहिँ के कस्तो कार्यहरू गर्नुहुन्छ त भन्दाखेरि चाहिँ अब त्यस दिनमा चाहिँ हामीले गुम्बाहरू निर्माण गर्नको निम्ति भयो, मानेहरू छुटेनहरू निर्माण गर्नको निम्ति भयो, घरहरू बनाउन भयो अनि घरको जग्गा जमिनहरू किन्नको निम्ति एकदमै राम्रो योग मानिन्छ। र अर्को चाहिँ अब त्यस योगमा चाहिँ हामीले विवाह सम्बन्धित कुनै पनि कार्यहरू गर्नको निम्ति पनि राम्रो योग मानिन्छ र बिजनेस सम्बन्धित व्यापार नयाँ दोकानहरू खोल्न है पसलहरू खोल्नको निम्ति पनि एकदमै राम्रो योग मानिन्छ। अनि नयाँ खेतीपातीहरू गर्न भयो है बर बिरुवाहरू लाउनको निम्ति पनि राम्रो योग मानिन्छ र कुनै पनि धार्मिक कार्यहरू अनि स्थायी कार्यहरू गर्नको निम्ति एकदमै राम्रो योग मानिन्छ। र अब त्यस दिनको योगको फल एकदमै राम्रो छ र साथै त्यस दिनमा फेरि 2टा योग पर्न गएको रहेछ। अब अर्को योगको फल चाहिँ फेरि के कस्तो पर्न गएको रहेछ त अनि कति बजेदेखि रहेछ त भन्दाखेरि चाहिँ अब अर्को योगको फल चाहिँ तपाईको बिहानको 6 बजेर 59 मिनेट अनि 59 सेकेन्ड देखि चाहिँ फेरि सालुङ ठेपा पर्न गएको रहेछ। अब सालुङ ठेपा भन्नाले चाहिँ के कस्तो योग हो त भन्दाखेरि सा भन्नाले चाहिँ माटो अनि लुङ भन्नाले चाहिँ वायु माटो र वायुको योग पर्न गएको छ। अनि त्यस योगलाई चाहिँ हामीले अयोग्य भनेर भन्ने गर्दछौं। अब त्यस योग चाहिँ के कस्तो योग छ त भन्दाखेरि अब त्यो योगको फल चाहिँ राम्रो योग छैन। अब त्यस योगमा के कस्तो कार्यहरू गर्न हुँदैन त भन्दाखेरि अब त्यस योगमा चाहिँ सर्वप्रथम त अब चोरहरू डाकाहरूको भय हुन्छ अनि त्यस्तै योगहरू परेको बेलामा हामी धेरै सतर्क अपनाएर हिँड्नुपर्ने हुँदछ। अनि अब त्यस दिनमा हामीले घरहरू बनाए भने पनि अनि घरहरूको सुरु गरे पनि पछि गएर त्यस घरमा पनि अनि चोरहरू डाकाहरू लाग्न सक्छ। अनि अर्को चाहिँ झगडाहरू हुन सक्छ। त्यस्तै योगमा अब धेरै नै सतर्क हुनुपर्ने हुन्छ है विवादहरूतिर पर्न सक्छ है अनि मुद्दा मामिलाहरूतिर पर्न सक्छ है अनि धेरै नै सतर्कता अपनाएर हिँड्नुपर्ने हुँदछ। अनि त्यस दिनमा हामीले विवाह सम्बन्धित कुनै पनि कार्यहरू पनि गर्न हुँदैन। विवाह सम्बन्धित कुनै पनि कार्यहरू गर्नु भएको छ भने पनि अब चारै छुटेर जानेछ। र भन्दै अब अर्को चाहिँ अब त्यस दिनमा चाहिँ धनहरू वस्त्रहरू पनि नाश हुन सक्छ। अब त्यस योग पारेर वस्त्रहरू किन्नु भएको छ भने पनि अनि हराउने हुन्छ है अनि त्यस्तो प्रकारले अब नाशहरू हुने हुन्छ है वस्त्रहरू हराउने अनि धनहरू नाश हुने है। र भन्दै अब अर्को चाहिँ त्यस दिनमा कुनै पनि कार्यहरू गर्नु भएको छ भने चाहिँ अनि त्यस कार्यलाई चाहिँ सफल तुल्याउन चाहिँ अति नै कष्टकर भएर चाहिँ जानेछ। र भन्दै अब त्यस दिनको चाहिँ अनि बिहानको 6 बजेर 59 मिनेट 59 सेकेन्ड देखिको उताको योगको फल चाहिँ राम्रो छैन। र भन्दै अब अर्को चाहिँ त्यस दिनको अब नमगो विषयमा हेर्नु पर्दाखेरि अब मैले हजुरहरुलाई सधैँ नै भनेर आएको हो कि नमगो क्यू 10 वटा नमगो हुन्छ अनि ती 10 वटा नमगो मध्ये चाहिँ अनि त्यस दिनको नमगो चाहिँ के पर्न गएको रहेछ त भन्दाखेरि चाहिँ अब त्यस दिनको नमगो चाहिँ भाग पर्न गएको छ। अब यो नमगो भाग परेको बेलामा के कस्तो कार्यहरू गर्न हुँदैन त भन्दाखेरि चाहिँ नमगो भाग परेको बेलामा चाहिँ विवाह सम्बन्धित कुनै पनि कार्यहरू गर्न हुँदैन। अब त्यस दिनमा चाहिँ अब मगनीहरू गर्न भएन, ढोकपेटहरू गर्न भएन है त्यस्ता प्रकारको अब विवाह सम्बन्धित कुनै पनि कार्यहरू चाहिँ गर्नु हुँदैन। अनि अब त्यस भाग नमगो पनि महिनामा 3 वटा पर्ने गर्दछ है अनि कहिले कहिले चाहिँ पर्दो रहेछ त भन्दाखेरि चाहिँ अब यो तिब्बती महिनाको त्यस दिन चाहिँ 17 गते हो है। त्यसै गरी अब 17 गते 7 गते र 27 गते यी 3 वटामा चाहिँ
अनि फाग नामको पर्ने गर्दछ। यसलाई हजुरहरूले राम्रोसँगले याद गरिराख्नुहोस् होला भन्दै अब अर्को चाहिँ अब त्यस दिनको लासा सोक्सा अनि शेषा बारेमा हेर्नु पर्दाखेरि अब लासा भनेर हामीले त्यस दिनमा कुनै पनि शुभ कार्य नयाँ कार्यहरू गर्न हुने बार हो। सोक्सा भनेर अनि कुनै पनि धर्मको कार्यहरू दान पुण्यहरू पूजापाठहरू स्याप्तेनहरू गर्न हुने बार हो। अनि शेषा भनेर कुनै पनि शुभ कार्य नयाँ कार्यहरू गर्न नहुने बार हो। अनि त्यस लासा सोक्सा शेषालाई चाहिँ हामीले अर्को चाहिँ लासा भनेर देउबार, सोक्सा भनेर प्राणबार अनि शेषा भनेर मरणबार अथवा मृत्युबार भनेर पनि भन्ने गर्दछौँ। अब त्यस दिनको चाहिँ अनि लासा सोक्सा अनि शेषा चाहिँ कुन कुन लोको पर्न गएको रहेछ त भन्दाखेरि चाहिँ अब त्यस दिनको चाहिँ लासा चाहिँ तपाईँको गोरु वर्ग लङ्लोको चाहिँ लासा पर्न गएको छ। अनि अर्को चाहिँ बाघ वर्ग र खरायो वर्ग तक्लो अनि योलोको चाहिँ सोक्सा पर्न गएको छ। अनि अर्को चाहिँ मुसा वर्ग अनि सुँगुर वर्ग झिवालो अनि फाग्लोको चाहिँ शेषा पर्न गएको रहेछ। अनि अब त्यस दिनको लासा सोक्सा शेषाहरू हजुरहरू कुन कुन लोको पर्न गयो राम्रोसँगले याद गरिराख्नुहोस् होला। यी सधैँ पर्मिनेन्ट बस्ने गर्दछ है। र भन्दै अब अर्को चाहिँ अब त्यस दिनको पौनापातहरू जाने विषयमा हेर्नु पर्दाखेरि अब त्यस दिनमा पौनापातहरू गाड्नु परेमा कुन चाहिँ दिशा पारेर जाँदाखेरि राम्रो हुन्छ त भन्दाखेरि चाहिँ अब त्यस दिनको चाहिँ पश्चिम दिशा अनि दक्षिण दिशा पारेर जानुभयो भने राम्रो हुन्छ है। अब त्यस दिनमा पौनापातहरू गाड्नु परेमा चाहिँ त्यस दुईटा दिशा पारेर जान सक्नुहुनेछ भन्दै अर्को चाहिँ अब कपालहरू काट्ने विषयमा हेर्नु पर्दाखेरि त्यस दिनमा कपालहरू काट्नु हुन्छ कि हुँदैन त भन्दाखेरि चाहिँ अब त्यस तिब्बती महिनाको 17 गतेको दिन चाहिँ कपालहरू काट्न नहुने रहेछ। अब त्यस दिनमा कपालहरू काटिहाल्यो भने चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ त्यस दिनमा कपालहरू काटिहाल्यो भने चाहिँ दुःखहरू पीडाहरू आइलाग्छ भनेर बताएको छ। र अब त्यस दिनमा कपालहरू काट्ने दिन राम्रो छैन, हजुरहरूले नकाट्नुहोस् होला भन्दै अब अन्तमा हामीले त्यस दिनको समयबारे हेर्नु पर्दाखेरि कुनै पनि कार्यहरू गर्नको निम्ति समयलाई हेर्न धेरै जरुरी पर्दछ। समय मात्र नभएर शुभ समयलाई हेर्न एकदम अत्यन्तै जरुरी पर्दछ। त्यसै कारणले गर्दाखेरि अब त्यस दिनको कुनै पनि कार्यहरू गर्नको निम्ति समय चाहिँ तपाईँको बिहानको 6 बजेको राम्रो छ, दिनमा 1 बजेको राम्रो छ, रात्रिमा 8 बजेको राम्रो रहेछ अनि बिहान पाका 3 बजेको राम्रो रहेछ। अब यी चारवटा समयहरू राम्रो रहेछ। हजुरहरूले कुनै पनि कार्य गर्नु परेमा त्यस चारवटा समयलाई हेरेर गर्न सक्नुहुनेछ भन्दै अब त्यस दिनको योगको फलहरू यति नै रहेछ। अनि साथै अब फेरि अर्को योगको फललाई हामीले हेर्नु पर्दाखेरि अब अर्को योगको फलको तपाईँको बार चाहिँ पर्न गएको छ आइतबार। अनि अङ्ग्रेजी महिनाको चाहिँ तपाईँको डिसेम्बर 7 तारिक परेको छ अनि नेपाली महिनाको चाहिँ तपाईँको मङ्सिर 21 गते र तिब्बती महिनाको चाहिँ छे चोब्गे अर्थात् 18 गते पर्न गएको रहेछ। अब त्यस दिनको फेरि योगको फलहरू के कस्तो पर्न गएको रहेछ त भनेर हेर्नु पर्दाखेरि अब त्यस दिनको योगको फल चाहिँ मेच्यु ठेपा पर्न गएको छ। अब मेच्यु ठेपा भन्नाले चाहिँ के कस्तो योग हो त भन्दाखेरि मेच्यु ठेपा मे भन्नाले चाहिँ अग्नि अनि छु भन्नाले चाहिँ जल। अब अग्नि र जलको योग पर्न गएको छ अनि त्यस योगलाई चाहिँ हामीले मरण योग अथवा मृत्यु योग भनेर भन्ने गर्दछौँ। अनि त्यो योग चाहिँ के कस्तो योग रहेछ त भन्दाखेरि अब त्यस योग चाहिँ एकदमै नराम्रो योग हो है। अनि हाम्रो यो दशहरा योगको फलमध्ये अन्तिमको योग एकदमै नराम्रो योग हो है। अनि त्यस योगमा चाहिँ हामीले कुनै पनि शुभ कार्य नयाँ कार्यहरू चाहिँ गर्न हुँदैन। अनि त्यस दिनमा चाहिँ हामीले लामो यात्राहरू पनि गर्न हुँदैन, विदेश यात्राहरू गर्न हुँदैन। अनि त्यस दिनमा हामीले गाडीहरूतिर यात्राहरू गर्दाखेरि पनि धेरै नै सतर्कता अपनाएर हिँड्नुपर्ने हुँदछ। मरण योग परेको कारणले गर्दाखेरि हामी दुर्घटनाहरूतिर पनि पर्न सक्ने सम्भावना हुन्छ। र भन्दै अब त्यस योगलाई पनि एकदमै दूषित कार्यहरूमा चाहिँ प्रयोग गरिन्छ है। र अब त्यस दिनको योगको फल चाहिँ राम्रो छैन रहेछ। हजुरहरूले कुनै पनि शुभ कार्य नयाँ कार्य चाहिँ नगर्नुहोस् होला भन्दै अर्को चाहिँ अब हामीले फेरि त्यस दिनको नम्गो विषयमा हेर्नु पर्दाखेरि अब नम्गो च्यु दशहरा नम्गो हुन्छ। अनि ती दशहरा नम्गो मध्ये चाहिँ फेरि त्यस दिनको नम्गो चाहिँ के पर्न गएको रहेछ त भन्दाखेरि त्यस दिनको नम्गो चाहिँ तपाईँको फेरि धुर पर्न गएको रहेछ। अब धुर नम्गो परेको बेलामा के कस्तो कार्यहरू गर्नु हुँदैन त भनेर हामीले हेर्नु पर्दाखेरि धुर नम्गो परेको बेलामा चाहिँ हामीले मृतकको दाह संस्कारहरू गर्न चाहिँ हुँदैन त्यस दिनमा चाहिँ। अब त्यस धुर नम्गो पनि महिनामा 3-3वटा पर्ने गर्दछ। अनि महिनामा 3-3वटा चाहिँ कुन कुन गतेमा पर्दो रहेछ त भनेर हामीले हेर्नु पर्दाखेरि अब त्यस दिन चाहिँ अब जस्तै तिब्बती महिनाको छे चोब्गे हो 18 गते परेको हो है। अनि त्यसै गरी 8 गते 18 गते र 28 गते यी 3वटामा चाहिँ धुर नम्गो पर्ने गर्दछ। र यसलाई पनि हजुरहरूले राम्रोसँगले याद गरिराख्नुहोस् होला भन्दै अब त्यस दिनको यो लासा सोक्सा शेषा बारेमा हेर्नु पर्दाखेरि लासा भनेर कुनै पनि शुभ कार्य नयाँ कार्यहरू गर्न हुने बार हो।
अनि सोक्सा भनेर कुनै पनि धर्मको कार्यहरू, दान पुण्यहरू, पूजापाठहरू सत्यनहरू गर्न हुने बार हो। अनि शेषा भनेर कुनै पनि शुभ कार्य, नयाँ कार्यहरू गर्न नहुने बार हो। अब ती तीनवटा ल्हासा, सोक्सा, शेषालाई चाहिँ हामीले अर्को चाहिँ ल्हासा भन्दाखेरि चाहिँ अब देउबार भनेर पनि भनिन्छौँ है। अनि सोक्सा भन्दाखेरि प्राणबार भनेर पनि भनिन्छौँ। अनि शेषा भनेर मरणबार अथवा मृत्युबार भनेर पनि भन्ने गर्दछौँ। र अब त्यस दिनको ल्हासा, सोक्सा, शेषा चाहिँ अनि कुन लोको पर्न गएको रहेछ त भनेर हेर्नु पर्दाखेरि अब त्यस दिनको ल्हासा चाहिँ तपाईँको गरुड वर्ग दुग्लोको चाहिँ ल्हासा पर्न गएको छ। अनि सोक्सा र शेषा चाहिँ कुनै पनि लोको पर्न गएको छैन। अब ती आइतबारको दिन चाहिँ ल्हासा गरुड वर्गको पर्न जाँदो रहेछ। अनि अरू चाहिँ सोक्सा, शेषाहरू चाहिँ कुनै पनि लोको पर्दैन रहेछ है। र भन्दै अब त्यस दिनको पाहुनापातहरू जाने विषयमा हेर्नु पर्दाखेरि अब त्यस दिनमा पाहुनापातहरू गइहाल्नु परेमा कुन चाहिँ दिशा पारेर जाँदाखेरि राम्रो हुन्छ त भन्दाखेरि चाहिँ अनि त्यस दिनमा चाहिँ पाहुनापातहरू गइहाल्नुमा चाहिँ पश्चिम दिशा अनि उत्तर दिशा पारेर जानुभयो भने राम्रो हुनेछ। र अब हजुरहरू पाहुनापातहरू गइहाल्नु परेमा त्यस दुईटा दिशा पारेर जानु सक्नुहुनेछ। भन्दै अब त्यस दिनको फेरि कपालहरू काट्ने विषयमा हेर्नु पर्दाखेरि अब धेरै जस्तो मानिसहरूलाई यस विषयमा धेरै जिज्ञासु रहँदछ। त्यसै कारणले गर्दाखेरि अब यस कपालहरू काट्ने विषयमा त्यस दिनको कपालहरू काट्न त्यस दिनमा कपालहरू काट्न हुन्छ कि हुँदैन त भन्दाखेरि चाहिँ अब त्यस तिब्बती महिनाको 6 चेप्गे 18 गतेको दिनमा चाहिँ कपालहरू काट्न हुने रहेछ। अनि त्यस दिनमा कपालहरू काटिहाल्यो भने के हुन्छ त भन्दाखेरि चाहिँ अब त्यस दिनमा हामीले कपालहरू काटिहाल्यो भने चाहिँ आर्थिक वृद्धि भएर जानेछ भनेर बताएको छ। र भन्दै अब हजुरहरूले त्यस दिनमा कपालहरू काट्न सक्नुहुनेछ। भन्दै अब त्यस दिनको पनि अन्तमा हामीले समयबारे हेर्नु पर्दाखेरि कुनै पनि कार्यहरू गर्नका निम्ति समयलाई हेर्न धेरै जरुरी पर्दछ। समय मात्र नभएर शुभ समयलाई हेर्न एकदम अत्यन्तै जरुरी पर्दछ। त्यसै कारणले गर्दाखेरि त्यस दिनको कुनै पनि कार्यहरू गर्नको निम्ति समय चाहिँ तपाईँको बिहानको 10 बजेको राम्रो छ। अनि साँझमा तपाईँको 6 बजेको राम्रो छ। अनि बिहान पाका 1 बजेको राम्रो छ। र भन्दै अब त्यस दिनको ती तीनवटा समयहरू राम्रो छ। अनि हजुरहरूले कुनै पनि कार्यहरू गर्नु परेमा त्यस समयलाई हेरेर गर्न सक्नुहुनेछ। भन्दै अब त्यस 2 दिनको है शनिबार अनि आइतबार र अङ्ग्रेजी महिनाको चाहिँ तपाईँको डिसेम्बर 6 तारिक अनि 7 तारिक र नेपाली महिनाको चाहिँ मङ्सिर 20 गते र 21 गते अनि तिब्बती महिनाको चाहिँ 6 चुप दिन अनि चुप्गे अर्थात् 17 अनि 18 गतेको योगफलहरू यति नै रहेछ। अब म यो योगफलको भिडियोलाई यही नै समाप्त गर्न पनि चाहन्छु। फेरि पनि म हजुरहरू समक्ष हजुरहरूलाई अर्को योगफलको जानकारी दिलाउनको निम्ति फेरि पनि म अर्को भिडियोहरू लिएर हजुरहरू समक्ष उपस्थित हुनेछु। भन्दै हजुरहरूले जे जति पनि हेर्नुहुँदैछ नयाँहरू हुनुहुन्छ भने मेरो यो च्यानललाई सब्स्क्राइबहरू गरिदिनुहोस् होला। जतिजनाले हेर्नुहुँदैछ, जतिजना हेर्नुहुनेवालाहरू हुनुहुन्छ सबैजनाले लाइकहरू अनि सेयरहरू पनि गरिदिनुहोस् होला ताकि अन्य सबैजनाले यस विषयमा जान्न सकोस्, बुझ्न सकोस् घरै बसेर सरल तरिकाले भन्ने हेतुले है। र भन्दै हजुरहरूलाई यो ल्हासा, सोक्सा, शेषा, मेवा, पर्खा, खम, लो, इष्टदेवहरू बारे कुनै पनि जानकारीको निम्ति हजुरहरूले मलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ। म हजुरहरूलाई कमेन्ट मार्फत उत्तर दिने प्रयास गर्नेछु। भन्दै आज चाहिँ म यहीँबाट हजुरहरू समक्ष बिदा पनि लिन चाहन्छु। लसो तुजी छे।